वेलकम टु एपिसोड 3 अफ मोहिनी एट कलेज जीवनमा हामी पोखरामा रेडी भएर निस्किम मुस्ताङ तर्फ पोखरादेखि मुस्ताङ जाँदा सबैजना रमाइलो गरमला भनेको त सबैजना एकदमै टायर्ड भएर सुतिराख्नु भएको थियो। आफ्टर 3 आवर्स पछि हामी फ्रेश हुन बसबाट झर्यौं। यहाँ चाहिँ सरले एन्टरटेन गर्न चाहिँ छोडिराख्नु भएको थियो। एन्ड अल्सो मिट स्पन्दन भाइ जसले यो टुरमा 1000% एन्टरटेनमेन्ट दिएको छन्। मेरो लागि 2 शब्द भन्नु। मोहिनी कन्टेन्ट क्रिएटर अबको नेपाल लन्चको जल्दो बोल्दो सरलाई यतिको भन्न पठाइसकेपछि हामी लाग्यौं फेरि आफ्नो मुस्ताङ ट्रिपको लागि। त्यसपछि हामी पुग्यौं तातो पानी र हामीले यहाँ पनि एकदमै धेरै फोटोज भिडियोज खिच्यौं। एन्ड देन आफ्टर हामी लाग्यौं खाना खान तर्फ। एन्ड वी आर करेन्टली एट मार्फा र मार्फाको खाना चाहिँ मलाई सबसे बेस्ट नै लाग्यो। आफ्टर ह्याभिङ आवर लन्च हामी गयौं छतमाथि फोटोज भिडियोजको लागि। र जति पनि तपाईहरुले मेरो डान्स भिडियोजहरु देखिराख्नु भएको छ यो यसैको छतको माथि। देन आफ्टर हामी लाग्यौं बस तर्फ र यो पाली अरु मात्र हैन म पनि निदाइसकेँ। त्यसपछि एकैचोटी रूपसे झरनामा चाहिँ मेरो निद्रा खुल्यो र यो झरना चाहिँ एकदमै बेस्ट लाग्यो मलाई। देन आफ्टर वी रिच आवर होटल मार्फा कम्फर्ट। सो यो चाहिँ हाम्रो गर्ल्सको होटल थियो भने बोइजको चाहिँ सेपरेट होटल थियो। त्यसपछि सरहरुले चाहिँ कसलाई कहाँ राख्ने भनेर शेड्युल बनाउन लाग्नुभयो। बाँकीको कुरा चाहिँ नेक्स्ट ब्लगमा। थ्यांक यू फर वाचिङ। बाइ बाइ।